जतिको यसै भइहाल्यो है। सारा हाम्रो आँखा अगाडि भएका अधिकांश चिज यो प्रकृतिबाट बाहेक जुन चाहिँ कृत्रिम वस्तुहरू छ नि सबै विद्युत शक्तिबाट आधारित छ। मोबाइल बोकेको विद्युत छैन भने मोबाइल सम्भवै छैन, सञ्चारै ठप्पै हुन्छ। मोबाइल, रेडियो, टिभी, यो नेटवर्क यताउता सबै विद्युतमा आधारित छ। ट्रान्सपोर्ट भन्ने यातायात भन्ने बित्तिकै कुनै पनि यातायात चाहिँ सबै विद्युतबाटै आधारित छ। गाडी स्टार्ट हुने करेन्टबाटै हो, ब्याट्री हुन्छ त्यहाँ कहिले। त्यो भएको कारणले यो विद्युत शक्तिको चाहिँ विश्व जगतमा आधुनिक विश्वमा चाहिँ एकदमै महत्त्वपूर्ण भएको देखिन्छ। यहाँ पनि के भन्छ, विद्युत शक्ति एउटा यस्तो किसिमको शक्ति हो जसलाई हाम्रो नाममा आँखाले देख्न सक्दैन, जसको आकार पनि हुँदैन र यसले कुनै ठाउँ पनि दिँदैन। एउटा अदृश्य शक्ति हो। हामीले चाहिँ नि भगवान् भन्छौँ, भूत प्रेत भन्छौँ होइन, देख्नु हुँदैन नि छैन। भगवान्लाई यसो देखाएको छैन, भूत प्रेतलाई देखाएको छैन, तर त्यसले केही शक्ति प्रदान गरेर हुन्छ नि त। त्यस्तै यो पनि एउटा अदृश्य शक्ति नै हो। नाममा आधारित भने देख्न सक्दैन, यसले कुनै ठाउँ पनि लिँदैन, यसको आकार पनि हुँदैन, तर यसको काम हेऱ्यो भने त्यो ज्यानले ज्यान लिन पनि सक्छ। यसले यो प्रयोग गरेर हामीले धेरै धेरै दाम लिन पनि सक्छौँ। अब यसको उपस्थिति चाहिँ कसरी थाहा पाउने भन्दाखेरि यसको असरबाट पनि थाहा पाउन सकिन्छ। जब बत्ती बल्छ